नेपालले हाल अति कम विकसित देशलाई प्राप्त हुने विभिन्न जलवायु कोषबाट वित्त पाइरहेको छ। एक अध्ययन अनुसार जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि विभिन्न स्रोतहरू मार्फत नेपालले सन् 2012 देखि 2020 को बीचमा 4.416 अर्ब अमेरिकी डलर प्राप्त गरेको छ। तर उक्त अध्ययनले 2008 देखि 2023 को बीचमा 74 वटा जलवायु परिवर्तन व्यवस्थापनका परियोजनाहरूले 69.73 करोड डलर अन्तर्राष्ट्रिय अनुदान प्राप्त गरेको देखिन्छ। यसबाट जलवायु वित्त तथा बजेटको व्यवस्थापन पक्ष कमजोर रहेको बुझिन्छ। पहिलो कुरा चाहिँ हाम्रो नीति नियमहरूले जुन कुरा रिफ्लेक्ट गरेको छ त्यो चिज चाहिँ व्यावहारिक रूपमा पाइँदैन। उदाहरणको लागि वित्त चाहिँ स्थानीय तहसम्म चाहिँ 80% जति वित्त छ त्यसको चाहिँ 80% स्थानीय तहसम्म पुर्याउनु पर्ने जुन व्यवस्था छ त्यो चाहिँ भएको पाइँदैन। अब हामीले प्रश्न गर्ने हो भने त्यो आँकडा ठ्याक्कै कति प्रतिशत चाहिँ स्थानीय तहमा पुग्यो त भन्ने हामीले हेर्ने हो भने त्यो पाइँदैन। त्यसकारणले यो सूचनाको कमी, यो हामीले वित्तलाई ट्र्याकिङ गर्ने, वित्तलाई कोडिङ गर्ने सन्दर्भमा पनि धेरै समस्याहरू देखिन्छ। राष्ट्रिय अनुकूलन योजनाका प्राथमिकता कार्यक्रमहरू सन् 2050 भित्र कार्यान्वयन गर्न कुल अनुमानित लागत 47.4 बिलियन डलर चाहिन्छ। जलवायु परिवर्तन नीति 2076 अनुसार प्राप्त वित्तको 80% स्थानीय तहमा लागू गर्नुपर्ने प्रावधान छ। नेपालको अति सान्दर्भिक बजेटले कुल राष्ट्रिय बजेटको 5.3% हिस्सा ओगटेको छ। विभिन्न परियोजनाहरू आएका छन्, तर ती परियोजनाहरूलाई चाहिँ कसरी इम्प्लिमेन्टेसन गर्ने, कसरी कुन समुदायसम्म पुर्याउने भन्ने कुराको चाहिँ राम्रोसँग त्यो चाहिँ लेखाजोखा चाहिँ देखिँदैन। त्यसले गर्दाखेरि चाहिँ जति पनि परियोजनाका जलवायु वित्त सम्बन्धी परियोजना सम्बन्धी जति पनि बजेटहरू आउँछ त्यो चाहिँ धेरै जस्तो चाहिँ सहरीमुखी चाहिँ भएको चाहिँ देखिन्छ। जति गाउँमा खर्च हुनुपर्ने हो, एकदमै सङ्कटासन्न समुदायलाई चाहिँ खर्च हुनुपर्ने हो, त्यो चाहिँ देखिएको छैन अहिलेसम्म चाहिँ। जलवायु अनुकूलन सम्बन्धीका थुप्रै परियोजनाहरू नेपालमा सञ्चालित छन्। यसरी सञ्चालित कार्यक्रमहरू निकै प्रभावकारी छन्, तर हरितगृह ग्यास उत्सर्जनको अवस्था र ग्यासहरूको सेचन सम्बन्धी लेखाजोखाको अवस्था कमजोर छ। जटिल सार्वजनिक खरिद प्रक्रिया तथा खर्च प्रक्रियामा हुने ढिलासुस्ती र जवाबदेहिताको अभावले विनियोजन वित्त कुशलतापूर्वक खर्च हुन सकेको छैन। लिस्ट डेभलप कन्ट्रीको रूपमा हामीले जुन फन्ड पाइराखेका छौँ त्यो अब 2026 पछि हामी कहाँ त्यो चाहिँ पाउने सम्भावना कम छ, किन हामी अलिकति ग्रेजुएसन भएर माथिल्लो लेभलमा विकासशील देशको रूपमा जाँदैछौँ 26 देखि। अब हामी कहाँ त्यो विन्डो क्लाइमेट फाइनेन्सको विन्डो यति ठुलो छ, त्यहाँबाट पैसा ल्याउन सक्ने चान्स छ। हामी कहाँ नेपालमा क्यापेसिटी छ, सरकारले काम पनि गरिराखेका छ, त्यो गाह्रो छैन त्यति। त्यसमा हामीले त्यो प्रोजेक्ट केही भए पनि त्यो गर्न सम्भव छ। त्यो पैसा आइसकेपछि त्यसलाई खर्च गर्ने कुरामा चाहिँ हामीले केही ध्यान दिनुपर्ने, त्यसलाई राम्रोसँग गर्नुपर्ने, त्यसका टार्गेटमा जानुपर्ने कुरामा छ। नेपालले हरित ऊर्जालाई प्रवर्धन गर्न र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको छ। ऊर्जा उत्पादन, वितरण र उपभोगको प्रकृति जटिल र अन्तर सम्बन्धित छ, जसका कारण ऊर्जा सम्बन्धी पहल र क्षेत्रहरूमा स्वार्थको द्वन्द्व बारम्बार हुने समस्याका रूपमा रहेको छ। डिकार्बोनाइजेसनको पोलिसीहरू जसरी अगाडि बढाउनु पर्ने थियो त्यो सँगसँगै प्यारलली नै हाम्रो यो के भन्छ हाम्रो यो अरू ऊर्जाकोहरू हुन्छ नि, यो तेलहरू फ्युलहरू त्यो पनि फेरि सँगसँगै इम्पोर्ट गर्नुभएको छ। डिकार्बोनाइजेसन पोलिसी अन्तर्गतको यो इलेक्ट्रिफिकेसनको कुराहरू छ 2030 भित्रमा। त्यसको लागि चाहिँ अब हाम्रो विभिन्न हाउसहोल्ड लेभलमै हाम्रो यो धेरै प्रयोग नै भएको भनेर देखाएको छ। तर फेरि त्यसको सँगसँगै फेरि एलपिजीको पनि के भन्छ इम्पोर्ट भइरहेको छ। त्यस भएर यसमा चाहिँ अलिकति विरोधाभासका कुराहरू पनि देखिन्छन्। विश्व जलवायु परिवर्तन गराउनमा नेपालको योगदान नगण्य छ। प्रभावका हिसाबले सबैभन्दा जोखिममा रहेका मुलुकहरू मध्येको एक हो। यसर्थ नेपालले जलवायु सङ्कटले बेहोरिरहेको नोक्सानी बापत क्षतिपूर्तिका साथै जलवायु वित्त पाउनुपर्छ। यसरी प्राप्त वित्तबाट सञ्चालन हुने कार्यक्रममा पारदर्शिता सुनिश्चित गर्न भने आवश्यक छ।